यङ्गाहरू अलिक समझ र के गर्नु अलिक त्यो राति जो काम ज्वरो आउँछ दबाई त खाइरहेछ र अबनिको भएछ अलिक के पनि लाग्यो कि झाडुले मसँग होस् ल तुम्बासँग एकछिन बोल्नु ल म माम पकाउँदै ल छु तल एकछिन तुम्बालाई दिनु त हाम्रो बाउलाई ल यहाँ एकछिन आएको ए अनि के गरे हुन्छ हो नि अनि यहाँ सेनीमा हेरौँ भनेर धान नाच्ने निकाल भनेर बुहारीले निकालेको छ ए अनि तङ्बा पो खाँदै हुँदो रहेछ त धेर नखानु याउ लडिन्छ नि तङ्बा आइपुग्यो यहाँ एक तङ्बा खानु पर्यो नि सेसे त आइज ए अनि खाना खाएर झर्नुभयो कि नखाइ झर्नुभयो नखाइ यहाँ खाना पकाउँदैछ यहाँ ओलन्ची अलिकति ल्याइदिएको बुहारीले चिया खाओस् भनेर ए ल्याइदिनु त खै बाजे सेयर गर सेवा ल यो मटे यस्तो मटो छ अलिक घटाउनु साह्रो मटो हुन्छ र हुँदैन गोठमा गोठमा होइन हौ तल पौवा छु अन्तरे बाजेकोमा हौ अन्त रामे काका अनि यहाँ म त भिजुअल धान नाच्ने मात्रै मन पर्छ कि त्यो निकालेर यस्तो हेर्दै गरेको ए अब तपाईँलाई त्यो मन पऱ्यो पछि फोन पठाइदिन्छौँ त चलाउनु सिक्दै गर्ने पठाउँछ नि तर अब जान्दिनँ नि हो भाइले पनि पठाउँछु बाबु सिकायो भन्छ नि अब के गर्नु जान्दिनँ सिक्दा आइहाल्छ हुँदैन बिग्रिँदैन भने त यसो सरे खोसारे के गर्नु बिग्रिँदैन त्यो अब भोलि बस्यो भएन त्यो पालामहरू त्यो याकथुङबा योहरू टन्नै भरेर पठाइदिन्छौँ भन नि तिनीहरू छ आमाको मामा टन्नै रहेछ है अस्ति हेरेँ है अस्ति मैले सबै भरेर पठाइदिएको नि त तिनीहरू टन्नै छ त्यो चार कालामा हुने त्यहाँ के परे धान नाच्ने तिनीहरू सबै छ है ए ल भोलि बस्यो पठाइदिन्छौँ अस्ति धेरै हेरेर हेर्दा ल छैन भए छैन अनि के याङतारू अलिकति पुरा खर्की होला नि हो याङतारू त्यो अलि त्यसलाई टन्सिल पनि चिसो धेर खाएर यस्तोमा घाउनी छ राति काम ज्वरो आएर अनि दबाई दिइरहेछ अनि के पनि लाग्यो कि भने त उसको आमा तल लर गएको छ दबाई दिनुपर्छ है दबाई दिइरहेछ त्यो दिनु ल अहिले यो यस्तै हो ए घाम लाग्दैछ होला नि त अहिले त घाम लाग्दैछ हौ यहाँ त धेरै पो भयो घाम लागेको ए छैन पानी परेको छैन यस्तै छ आँट्दैन होला अहिले पत्ता तपाईँ त अलिक योपालि त अलिक मोटाउनु भयो कि के हो अरे अस्ति 6 दिन त मेरो निन्द्रै आएन नि के हो छक्कै भयो अनि भट्टराई बाबुले के सबैले गरेर अघि राति र हिजो त सुतेँ अलिक त्यो लाग्यो नै कहिले के लागो पनि लाग्छ फेरि कहिले मनमा के धेरै खेल्यो भने त्यस्तो हुन्छ हौ धेरै मनमा के म त केही छैन आखिरी दिन पान पनि छैन केही पनि छैन किन टेन्सनै छैन तर त्यहाँ नि त्यही भएको हो अलि बिरामीले त्यसो गर्दो रहेछ आँखा चिम गर्दा पनि छैन आँखा नै निन्द्रा नआउने नि अघि त्यो माथि उराङवालीहरू फोन गरेर त निन्द्रा लागेन हो अरे छैन हौ उराङ गोठनी त अब बुढी भइसक्यो के गर्नु पुरानो सोल्टिनीहरूको याद आयो कि त्यस्तो त नहुनु छैन त्यस्तो त अब कहाँ र हौ अनि त्यहाँ के गर्यो उता यता फेरि अब भट्टे बाबुले पनि भन्यो अरे अलि घर चलेको छ है भनेर अब भरि बेलुका चाहिँ यसो के गरिदिन्छु भनेको छ र भरि जानु पर्यो यसपाल मेरो घर चलेको छ सन्तोषले भन्यो नि त्यो घर चलेको छ भन्छ नि अब त्यस्तै हो गर कहिले बिग्रिन्छ कहिले राम्रो हुन्छ मान्छेको अहिले अब गरेकै गर्नुपर्छ बार त अलिक त लाग्छ अलि होसियार पनि हिँड्नु पर्यो होसियार पनि चाङ्को गर्नु पर्यो दिन लाग्दा त राम्रोमा पो लडिन्छ छ म 3 खेप लडेँ भने त अनि यो मेरो फिला अझै निको भएको छैन फ्याङ्ग्राङ हिँड्दैछ त्यही त दिन मान्छे त दिन पुग्यो भने त एक डिलमा पनि मरिन्छ भने त्यही हो
एक दिनमा मरिन्छ, एक दिनमा फेरि राम्रोमा 3 खेप भयो म लडेको। अनि त्यहाँ भैँसीको बस्तुको लाँदा त्यो पहिरोमा माथि पाडा उदो लुते गएर यसो फर्काएको घचेडेको त होइन, त्यही आफै पल्टेर गयो, 3 बल्टिङ लडे। रिङ्गाटा त चलेन होला नि? चोटपाट त परेन। अनि फेरि अब यता त्यो के गर्दाखेरि अनि ठुलो भाइ जान आऊ भन्दा होइन गरे मात्रै म गएँ भनेर आएको, छिटो आउँदा उही त्यहाँ अलिकति गरे झनै लडेको तल। अलि यता हेर्नु नि, अलि बिचमा हो त्यहाँ। ल यहाँ हेर्नु है। निस्क्याउने ल सेवा अनि ल बाजे सर गरिस् अब ठिक भयो। खै बोलेको बोल। जल्दी चाहिँ छैन, हराएको छ फेरि। अब त्यसले के गर्नु, अब फेरि हराएको छ। तेरो रुखमा झुन्डे राख्ने ल भयो। यो त राम्री भइगयो नि, हेर्नु त अनि आनन्द भयो यसलाई। अब जे गरोस् है अब उसको आमा बाबुले। तिमीहरू माथि गएर त्यहाँ भात पकाएको, त्यहाँ चप्पल जुत्ताहरू भगिरा सबै काटेछौ। यो अब त्यो किन सजिलो हेर्नु अघि पढ्नुको त्यहाँ हात पेर्ने के भयो ल। ऊ अलिक मजाले त्यहाँ टाइममा ल्याऊ। त्यहाँ बिहानीले ऊ फेरि सिसी क्यामेरा छ त्यहाँ, यसो केहरू नटिप्नु नि। देखिस् निकाल्नु हुँदैन त्यहाँ त के पाल्छ, अहिले पुलिसले लागिहाल्छ। अन्त अब सुध्री मजाले पढ अब त्यहाँ, अनि पछि अब राम्रो चाहिँ हेरेर फाचा जा। राम्रो पढ्नु भन्छ छैन, फाचा जान्छ। अनि पछि राम्रो पढेर त जानुपर्छ नि। अनि जान्छ जाँदैन अहिले त होइन, पछि ठुलो भयो र मात्रै नि। अब भात खानु भयो नि होइन, अब यहाँ ऊ अन्तरेकोमा छु हौ, तल यता डुल्नु आएको एकछिन। अनि यहाँ ऊ भाउजूले खाना पकाउँदैछ। अनि धन्दा पात सकेर हिँड्नु भएको? धन्दा सकेर अब खर्कोमा त सजिलो, हिँड्दा गाह्रो लाग्यो, टुनी राख्यो अनि एकछिन हिँड्दा हुन्छ। यसपालि बेमा जानु हुने अरे? कता? उता माथि देवीको बहिनीको बेमा नि। अब ठुलो भाइ मात्रै जान्छ होला हौ, त्यही सिक्छ। अब नगई पनि भएन, हिजो फोन गर्दै थियो आउनु पर्छ भन्थ्यो साइली फुपूले। ठुलो भाइ बचाउनु पर्छ होला। तपाईँ जानु नि, अनि तपाईँ र काका सानो दाजुले चाहिँ त छोडिदिएर। अब कसले जान्छ, यहाँ बस्तु कसले गर्छ हौ। अनि जानु नि एक दिन। साह्रो छ नि, दिनै गर्नु पर्यो, दिनै हेर्नु पर्यो, गर्नु पर्यो। 3 दिनमा त फर्किनु हुन्छ होला नि? 3 दिनमा मात्रै फर्किन्छ। 3 दिनमा, अनि 3 दिन हेरिहाल्छ नि हाम्रो सालदाले। अब नजाने हो, त्यहाँ जाँदा फेरि अब अलिक बुढो गएपछि त नातासन पनि धेर हुन्छ, धेर पो चाहिन्छ। ल राम्रो पढ। अब त्यस्तै हो, यो सृष्टि चाहिँ अलि राम्रो, त्यहाँ उता यता अलिक ज्ञान छिप्दैन, केहरू नाति भन्नु नि। यहाँ र हिरो नि भइसक्यो, हेर्नु न यहाँ। हिरो नि भइसक्यो। ल अब कस्तो भयो, अलिक उदो राम्रो मज कि माथि यता मज हौ? उसलाई यतै मजा अरे, बाङ्गो हिँड्छ। अब ठिक भयो, त्यो डल्लु चाहिँ पठाउनु पर्ने, त्यसले बिगार्यो नि। अब त्यो फेरि भागेर छैन अरे, 2 दिन भयो भन्थ्यो। एक्लै जान्छ कि त अर्को कुन चाहिँसँग चाहिँ जान्छ? होइन, को साथी भेटिहाल्दो रहेछ नि। त्यहाँ तलसम्म आमाले पठाएको अरे, स्कुल लगेर गएको अरे। अनि तल लुगा मिसहरू भेट गराएको अरे, एकछिन सिली गऱ्यो हो कि कहाँ गयो अरे। त्यसले पढ्दैन त्यो मान्छेको नि। पढ्दैन अब, यहाँ सेसेमा भन्दा ठुलो भइसक्यो। यो सेसेहरू सबै राम्रै छ, यिनीहरू माथि लाजियाङहरू त म जतिको हल्को भइसक्यो त। हल्को छ यो सेसिया चाहिँ अलि मट्टो अलि छोटो हुन्छ पछि। भुडीले छिटो चाहिँ यसलाई लामो छ है, अहिले नै म जतिको लामो भइसक्यो त। अब यहाँ
अलि लामो छ नि यो मोटो भएर अलिक बुढ्को देखेको नि यसलाई यो सरकारको होइन त्यो लाजियाम पनि ज्योति छ यही डल्लु चाहिँ बचाउनु निस्क्यो हौ धेरै मोटायो यो साह्रो मोटायो त्यो हुँदैन यहाँ भुडी हेर्नु न यसको सुत्दाखेरि हिमाल जस्तै पो देखिन्छ हिमाल जस्तै बस्दा हेर्नु न यता लुगा चाहिँ माथि गरेर देखा त भुडी देखा त माथि गरेर त्यसो गरेर लु मटो लु हुँदैन अनि मासु मासुलाई पनि बसी गएछ ल अनि मासु कम्ती कम्ती खानु है गाला पनि यसरी चिमट्दा सुँगुरको मासु जस्तै देखिन्छ यो मट्टो छ सबसेमा यो मट्टो छ माथि लाजियाम त अलि लुते छ नि लुते तर लामो छ ल अलि राम्रो पढ त्यस्तै हो अनि एकछिन दार्जिलिङ त्यही त बिहानी हजुर लक्ष्मी सरले पैसा पठाएको छैन हौ हिजो बेलुका पठायो ए कति पठायो 150 हो त्यति नै भनेको अब त्यतिले थपे गर अब यता पनि त के गर्नु पर्यो यसपालि 3 मन मात्रै रहेछ अलैँची त्यतिको फलेकै हो अनि अब फेरि 1 लाख साटौँ न नि अब के गर्नु 90 4 मा मात्रै बेच्यौँ अहिले त अझै पो घट्यो अलैँचीको दाम त झन् छिटो अझै घट्यो आज त भाइले हाम्रो बिहान त 1000 ले धेर उसले बेच्यो आज त 90 र 3 मात्रै पो सबै ए धान्न ल बेचिहाल्यौँ यो सुन चाहिँ के भएको सुन त 3,09,500 भन्थ्यो त के को 9,000 हो 40,000 पुगिसक्यो 40 पो ए 3,40,000 सुन तुन अहिले रहर नगर्नु है अब यो अहिले किन्यो भने घाटामा पर्ने सट्टै घट्छ पछि यो त म त छाकै भयो त त्यही त भने अहिले अब यो साल रहर खाजा नगर्दा हुन्छ साह्रै बढेर पोहोर नै किन्नु पर्ने बाबै चाहिँ के भनेर भैँसी किन्ने भयो भन्थेर गाली खानेले मार्यो साँच्चै गाली खानेले मार्यो किन्दाखेरि जित्ने रहेछ जित्थ्यो जाठो भैँसी पनि मर्यो केही न केही गाली खानेले मार्यो है मैले खै पोहोर त हाम्रो सल्लाहले थियो नि यति आमाले लाओस् यति गरौँ भन्ने सल्लाह थियो त मैले त भनेको नि त पोहोर किन्नु हो ल भैँसी जति छँदैछ होस् भनेको अब तपाईँ मान्नु भएन अब आफै गाली खाँदै बस्नु झन् धेरै खोजेको त झन् भयो अब यो सुन त अब 4 लाखमा पनि नाङ्दो रहेछ है अब नाङ्छ अहिले नकिन्दा हुन्छ अब तर यस्तो हुन्छ बढेको बढे पनि जाँदैन घट्छ पनि अलिक पछि घट्नु सक्छ अब अलिक घट्दाखेरि अलिअलि किन्नु पर्छ कि यो अलैँचीको भाउ जस्तै हो सुन पनि कहिले हत्तै बढ्छ कहिले घट्छ हो नि हो ठ्याक्कै भयो है धेरै हातिनु हुँदैन देखियो देख्दैछ अनि त्यस्तै छ अब को नि हौ अब त्यतिले सन्तोक गर यता थपे गर अब त्यस्तै नि हौ ल अब गर्दैछौँ अब स्कुल फी तिर्नु पर्यो उयो त हो यो बोर्डिङबाट हत्तु हुन्छ अनि त्यही त तिमीहरू पनि त अब सबै गर्दैछौ र पनि त अब यताउता त्यो थपेको नि अब यो सृष्टिलाई पनि लगाइदिनु पर्ने छ स्कुल अब तर केही जान्दैन र अहिले यहाँ सिकाउँदैछौँ ABCD क ख अ आ इ अब यो नयाँ एकैचोटि त्यो लाउनु पर्यो भने विचारेको होइन एक दिन चाहिँ त्यहीँ गरोस् पढाऊ त्यसले त अलि अब त टाइममा आयो त्यो अर्को पो बिग्रियो त्यो डल्लु चाहिँ सुरिसर्दा गर्छ कराउँदा बोल्दैन फेरि उसको बाउ हुँदा त कहीँ जाँदैन रहेछ उसको बाउ नहुँदा अब हिँड्दो रहेछ त्यो त अलि त्यो कुट्टे नपुगेको त्यसलाई अलि बाबु उसको आमा त टेर्दैन हौ त्यो आमाले अलि पहिला पेउले गरेर बोलायो अब टेर्दैन नि अब आमाले जसरी माया गर्छ भनेको त्यसको अलि अगाडि नै त्यो बिग्रियो नि त्यहाँबाट अलिक तालिम लाउनु पर्ने त्यहाँ उ गरेन
बच्चाहरू भनेको जे जस्तो भयो नि 15-16 वर्षसम्म अलिक दबाबमै राख्नुपर्छ क्या। अनि चाहिँ त्यहाँदेखि छोड्नु पर्छ अरे के गर्नु? त्यहाँ 17-18 वर्ष गएपछि साथीभाइ जस्तो गर्नु पर्यो, हरेक कुरा दुःख सुख सेयर गर्नु पर्यो, अनि बिस्तारै अनि उनीहरूको कुरा बुझिन्छ। अब के गर्छ, ठुलो भाइ पो मारे हो, न काम सिक गर्नु पर्यो। उसको बुहारी पनि त्यस्तै हो, बुहारीले फेरि अब ज्ञान गर्छ, छोराहरू त्यस्तै हो, के गर्नु र। त्यसले त्यो डल्लेले गर्दा सबलाई टेन्सन दिइरहेको छ। यहाँ हामीलाई पनि टेन्सन, त्यता घरमा टेन्सन, अब फेरि काहीँ अब काम बिगाऱ्यो भने अर्को टेन्सन। अनि त हौ त्यो को नि त्यो अब ताप्लेजुङ पठाउने कि अब के गर्ने? त्यो ताप्लेजुङ फेरि त्यो कैलाश घरै बस्दैन, कैलाश बस्दैन, फेरि त्यो मैलीले सक्दिनँ भन्छ अरे, नभए त्यहाँ त तालिम हुन्थ्यो। त्यो लाजियाङले त पिटिहाल्छ नि, के ठाम त्यो भन्नुपर्ने, त्यसले त ठुलो हो नि। त्यो त अलिक ठुलो हो, त्यसले त जित्छ नि, जित्छ नि हो, त्यस्तै जान्थ्यो। त्यो त त्यो लाजियाङ त प्रजातिको हल्को भइसक्यो। हो, त्यसले तल आएर मात्रै हो। सरकारको होइन, तिनीहरू इज्जती छ। तिमीहरूको सबै छोराछोरी इज्जती, त्यो लाजीमा झन् इज्जती छ। थत भनेर जाँदाखेरि नमस्ते गरेर चुप्पा गरेर मार्यो नि हौ त्यसले। त्यो राम्रो छ, त्यो इज्जती छ है, इज्जती गर्ने त इज्जती भन्छु म। अनि त्यस्तै छ, कसो गर्छ, माथि सकेसम्म 1-2 वर्ष चाहिँ माथि लगेर पेल्दा त हुन्थ्यो भन्ने, माथि मान्दैन भन्छ, कसो गर्छ। यता त तह नलाग्दो रहेछ, हुँदैन त्यो तह त्यहाँ अब लाउनै सकेन नि त। अनि लाउनु सकेन, उसको आमाले भन्छ टेर्दैन, हाँस कुद्छ, उसको आमा फेरि जाँड खाएर उही हे उ गर्छ, दिनुपर्छ धना पिँढा खस्ने गरी, अनि मात्रै पो देख्छ। त्यही त, छोराछोरीले अलिकति आफ्नो बाउ आमाको कमजोरी पत्ता लगाएपछि टेर्दैन क्या। अब उसले केटाकेटी सम्झिन्छ, आमा जाँड रस्सी खाएर माथि हिँड्छ, जहीँ जाँदा हुन्छ भनेको छैन हौ। ठुलो भाइ छ, मर्नु आँट्यो त्यो बिचरा काम गर्नु र। अब छोराछोरीले त्यसो गर्छ, घरको आमाहरूले केच गर्दा त मासु भर्छ पो त हौ। अनि नानीहरूले उस्तै टेन्सन। अब यता हामीहरू पनि गाली सहनु पर्यो, त्यो पो तिमीहरू पो अलिक ढुक्कै छ। त्यो त यिनीहरू बेलायतै तह लाएर मात्रै नि, कहाँ त्यस्तो छोडेको भए त यिनीहरू फटा गरिहाल्छ नि। तर खै मेरो छोराहरू त 4 भाइ त्यसो गर्यौ न हौ, साथै गर्नुपर्छ, एकै केही गर्यौ न। यहाँ कुनै गरेन यहाँको के निस्क्यो त्यो एकजनाको छोराछोरी बुझ्यो। कता गाली गर्दा पनि हुँदैन। कुटेको बाबुले त्यो सृष्टि आउने बेलामा कुटेर त्यो पिँडा सिँडा सबै खस्ने गरी दिएर माथि खर्सानी धुप लाएर पठाइहालेको पो त त्यहाँ। त्यो सृष्टिलाई अलि सोध न, झन्डै मऱ्यो भन्थ्यो अरे। त्यो बन्दुले चाहिँ त्यसो गरेको छैन। त्यसो कुमले यस्तो बाङ्गो छ है, त के भयो कुटेको आएर जनिँदा त्यस्तो हो, कुटे खायो होला, त्यसले साह्रो कुटेको त्यो फेरि उस्तो हो नि। अनि उस्तै हो नि त, अनि भागे गर्छ, अनि भागेर अब म माथि गोठ हुँदो पसुतेको रहेछ न, त्यहाँ प्लास्टिक ओढेर कि के गरेर त्यहाँ छक्कै भयो, त्यहाँ हुँदो बसेको हो, केले हो भनेको त तिनीहरू रहेछ। त्यस्तो डक्ने नलाग्ने खै के खालको निस्क्या यिनीहरू छक्कै लाग्छ हौ। होइन, छक्कै बुन्छु हौ। मेरो नातिहरू त्यही तिनीहरू छोरा मात्रै त्यस्तो। अब सानो त घरकार छ भनौँ न, अब त्यो पनि 2 वर्ष भएपछि बुहारीले भनेको झापा लैजाऊ तल पढाऊ, त्यसले अलिक मत्ती छिटो ल्याओस्। त्यो डल्लु त बिग्रेको। त्यो सानोलाई चाहिँ छिट्टै नझारी हुँदैन, माथि राख्यो भने त्यही हो हालत त्यसको। होइन, उही त्यस्तै रिसा छ है, त्यो झन् उही हो, रिसा छ, चिनिन्छ नि। अलिक कुटाइदिनु दिँदै ठिकमा आइहाल्छ। त्यो सानो चाहिँ जाँड राख्सी नदे भनेको, उसको आमाले खान्छ खाइहाल्छ। त्यही त जाँड राख्सी नदेऊ है भनेको, अब त्यो दुध खान्छ त्यहीँ आइहाल्छ हुन त।
त्यहाँ पनि आउँछ फेरि त्यहाँ नातिला अहिले लिएर पानी लगाएर अस्ति राक्सी माग्छ राक्सी भनेर अहिले त सबै भन्छ त अनि पानी लाएर त्यो यो हुँदैन भन्छ त्यसो भन्छ त उसलाई सानो खाटी रक्सी चाहियो खाटी भन्छ राक्सी भन्छ अहिले पानी भइसक्यो उसको आमाले खान्छ अनि मारे हो यिनीहरूले हाँस्दा हाँस्दा मऱ्यो पानी नदेखि लाग्दैन हुँदैन यो त पानी पानी भन्छ हानिकारक छ तिनीहरू त अब खाँदैन कैलाशको त्यो लाजियाङमा खाँदैन राक्सी चाँडो बन्द खाँदैन सेस्याङ खान्छस् अब यिनीहरू त अब खाँदैन गनाउँछ पो त भरे नखानेले त यहाँ त अहिलेसम्म खै तपाईँलाई थाहै छैन यो अहिले खाएको पनि छैन यो जाँड राक्सी खाने होइन नि हो हामी त अलिअलि खाने मात्रै पो त यो राम्रो होइन है अब तपाईँहरू धेर नखानु बुढापाका हुँदै गएपछि झन् जाँडासीले झन् साह्रो बिगार्छ बरु दही खानु त्यो ठिक हुन्छ मासु खानु जाँडासी धेरै खानु हुँदैन हिँड्दिन अहिले कहाँ जाँडले मातेर लाक्पा परेको मेरो रिकर्ड निकाल्यो त र पनि अलिक बुढाबुढी हुँदै गएपछि अलिक जाँडासी छोड्दै राम्रो ल हजुर ए एकछिनमा बोलौँ न खाना दिन्छु ए ल है ल मिना आज मजाले बोल्न पाइयो अहिले त पौवातिर राम्रो आउँदो रहेछ हौ दाजु बिजुली अनि अहिले 24 घन्टा बल्छ 24 घन्टा जस्तो कहिले कहिले मात्रै जान्छ दाजु त्यहाँ त बलिरहेको देख्छु र मजाले यतातिर चाहिँ साँच्चै माथि चाहिँ छैन हाम्रो अस्ति खै साइनाले दुःख सुख जोडिरहेको रहेछ त्यो वेयरिङ गर्नुपर्ने छ त्यो केटाकेटी सबै भत्काइहालेछ के गर्नु त्यो ओतिहाङ र योले साह्रै पिरौलो दियो त्यहाँ पौवातिर त्यसै बिचा गर्नु है काहीँ चचा गरेर भने ड्याङ दिएर खेलाउनु है त्यहाँ मार्नै पर्छ तिनीहरूले ल त्यसो ल खाना खानु अब कुराकानी गर्दै गरौँ न ल हुन्छ हस् ल धेरै बोल्नु